हेलो फ्रेन्ड्स, हामी चाहिँ प्लान छुट्टै थियो, घर जाने प्लान थियो रमाइलो गर्नलाई। अब माथितिर झुलिङ्गे पुलतिर जान छौँ। अनएक्सपेक्टेड रमित आयो घरतिर। रमितको प्लान पनि क्यान्सल भयो। दुईटैको प्लान क्यान्सल भयो। अब जाँदैछौँ हामी छुट्टै प्लानमा। मलाई नि यसको घरतिर छोड्न जान लाग्थेँ। दुईटा बाटो थियो बिचमा। कस्तो माथितिर जाऊँ जस्तो लाग्यो, त्यही भएर अब माथितिर जान लाग्छौँ। एकदमै अनएक्सपेक्टेडली गाडीमा हामी झुलिङ्गे पुलतिर। मैले हेरेको छैन झुलिङ्गे पुल, अब त्यही योगेशले देखाउन पनि लग्यो। हाम्रो दोस्त पर्थ्यो के छ हाम्रो दोस्त? के छ खबर? माथि झुलिङ्गे पुल खास छोडेको यसलाई घर जान लाग्थ्यौँ। यति गर्नु झुलिङ्गे पुलतिर जाऊँ है। लोकेसन चाहिँ कहिलेबाट भन्ने यो लोकेसन कपाल छ भनेर अन्त ठिकै छ मारे छन् त ठिकै छ। त चाहिँ अलिक बढी यहाँ अलिक गर्मी छ क्या जङ्गल अलिक पर पऱ्यो नि त। माथितिर अलिक चिसो छ कि जस्तो लागिरहेछ माथितिर। के अनएक्सपेक्टेड हुने फेरि आज के अनएक्सपेक्टेड होला। उता माथि होली खेलिरहेको छन् जाइनरले। देखा त्यो पहिले म त मैले रोकाउनु योगेश झन्डै अट्याक भयो नि त हामी माथि। मैले नै अट्याक हानिदिएँ फेरि। के भन्न चाहन्छु यो अट्याकमाथि? यस्तो अट्याक गर्नु भएन। सोध्ने पहिला त्यो भाइले अघि सुरुको भाइले सोधेँ नि। त्यो बाबु लाउनु मिल्छ भनेर सोध्यो त्यसले। हामी मिलेर भने त्यो अर्को जबरजस्ती हाल्यो परेन तर भने वा हाम्रो छाया त खतरा देखिरहेको छ त। या ओए कति दुब्लो देखिएको छ त्यहाँ हेर न। हामी ज्ञान ज्योति स्कुलनिर आइपुग्यौँ। ज्ञान दिने गीत छ एउटा, त्यसले हाल्थ्यो यार। के भन्छन् रे, आरतीको बेस्ट भन्ने एउटा मेनुका भन्ने चाहिँ हो, त्यसले हाल्थ्यो। हामी चाहिँ ज्ञान ज्योति कलेजमा पढ्ने। कलेज होइन स्कुल हो, 10मा मात्रै छ। यो स्कुल हो, स्कुल कलेज भने सँगै पढौँला ज्ञान ज्योति कलेजमा। सँगै पढ्ने। अब फ्याकल्टी छुट्टै भए पनि पढ्ने त एउटैमा। अब त्यो भन्नाले प्रोग्रामहरू हुँदाखेरि सँगै भइन्छ नि त। अनि कसरी पुग्नु त्यो चाहिँ पहिले त रामबेल त्यति धेरै लोट अरे अरे के भन्छ हामी त पुलबाट सिधै तल गएको अरे पुल फुत्केर। अनि त डाइनामिक डुबो भन्थ्यो हाम्रो। म त यहाँ आएको छु एकचोटि, पहिला अन्त आयो पहिला आयो थाहा भएन। त्यो पानीको दुईजना आएपछि होइन पहिला आयो होइन कि आयो हामीलाई हेरेर जस्तो मानेको ठाउँ। यहाँ त्यो गोर्खाला छ नि योभन्दा तल उता गोर्खाला हो। ऊ चाहिँ आएको छु, कतै आएको छु, कहिले आएको छु थाहा छैन मलाई। आफन्तीको घरमा आएको छु मान्थ्यो। दोस्तको घर पनि हुन्छ खनाल भन्ने दोस्तको। अरे यतै छ यही हो। अरे खनाल फ्रेस हाउस छ। फेरि प्लान चेन्ज भयो। अहिले हामी बेताने खोलातिर पुग्दैछौँ। फेरि बेताने खोलादेखि फेरि माथि झुलिङ्गे पुलतिर। गेम चेन्जर भन्ने फिल्म चाहिँ हामी चाहिँ प्लान चेन्जर हामी सुकुल बजारमा पनि छैन अरे। त्यो अर्को पुल हो नि त्यो। त्यहाँ कुनै घर जान्छ नि। खोला हो। ओए हामी कहाँ आयौँ बड्डा? खोला भनेर आएको थियौँ हामी त। के भयो यो खोला आयो कि के हो? यो खोला हो। यो पानी कहाँबाट आएर? ए भगवान्, यो खोलो उनीहरू कालो खोला मिसिने यो माछा मार्ने जाली त्यहाँ मैला नि फेरि आफूसम्म लागि माछा मार्ने जाली माछा मार्ने खोला त यो भएन कि सब यो खाइदियो। परको बाटोबाट चाहिँ हल्का पुल देखियो होला नि, त्यहाँको बाटो हामी जाने चाहिँ हामी चाहिँ बोला यसरी आयौँ यहाँ। फेरि हामीलाई यताबाट यसरी घुमेर उताबाट फेरि माथि जानुपर्छ। भोलिको एडभेन्चर सही हो नि। होलीमा खेल्यो भोलि बिहान खुट्टामा कस्ता भन्यो नि यार। तिम्रो खुट्टा मेरो चाहियो। के बोले भाइ? अब के बोले यत्रो बेर हामी चटक गऱ्यौँ होइन। क्यामेरा अन भनेर मैले क्यामेरा यसरी देखाइरहेको, ब्राइटनेस कम थियो, हेर्दैन अरू क्यामेरै अन नभयो लास्टमा। हेर्नु यो भाग्यो। ओइ त्यही छ काम, त्यही छ। ओहो क्यामेरा क्वालिटी अलिक खराब छ यो फोनको, मेरो फोनको चाहिँ।
तर पनि काम चलिहाल्छ चल्छ नेपालमा। अब के भन्छ नि अब ल त्यो भ्लगलाई चाहिँ अन्तिमसम्म हेर्नु है, बहुत मजा आउँछ यसमा। साइकल चलाउन जाने थियो भनेर थाहै थिएन मलाई। कहिले के अरे विश्वको त्यहाँ फ्याक्ट्री तल साइकललाई प्लेन बनाएर उडाउन लाग्थ्यो यसले एकखेर। अब क्याप्टेन सिटमा योगेश मल्ल बस्दै हुन्छ क्याप्टेन। यो प्लेनको नाम चाहिँ ब्याकफायर ATR 220, जसमा चाहिँ पाइलट र को पाइलट अन्त बस्नुहुन्छ। को पाइलट चाहिँ म। अरे शुद्ध भाषामा खलासी। तिम्रो सपना त त्यो थियो त पाइलट बन्ने। 2 क्लासमा पाइलट बन्ने थियो, 3 क्लासमा डक्टर बन्यो, 4 क्लासमा पनि डक्टर बन्ने थियो, 5 क्लास आयो लकडाउन लाग्यो। अनि मेरो जस्तै सोच रहेछ तिम्रो बदलले। सुरुमा आर्मी भने इभन इन्डियन, त्यसपछि भने ब्रिटिस आर्मी, अनि त्यसपछि भने फेरि के भने त्यो हुन्छ डक्टर भने डक्टर त्यसपछि सिभिल इन्जिनियर पछि अहिले आएछ सफ्टवेयर इन्जिनियरमा। मेरो पनि भत्तकै चेन्ज भइरहेको छ क्या लास्टमा गएर। अब फेरि हामी पनि अब के भन्छ बाटोमा 20को स्पिड बोर्ड चाहिँ हामीले 500मा लाग्छ। अच्छा करक्सन हामी घर जाने बेला हुन्छ फेरि 150 रहेछ रकिङ साइकल। कति बज्यो? वाह क्या लड़का है, वेरी हैंडसम बॉय। भर्खर 10 बजे 13 बात 11 मा त मजाले घुमिन्छ यार। 11:30 12 बजे पुग्यो। ओ माय गॉड फलको घुमाएर हाम्रो राइडर हो। बसल झुलेङ्गे पुल भन्दा तलको हो नि। बिना बसाइ रोकिने मात्रै होला कि छैन दाइ जाम। के गर्छ कि यसले यार, बेजतै हान्दियो घरको बेड बाँधी राखेर त्यहाँ मम्मीले दिँदा 500 रुपियाँ दिनु दियो। I am sorry, Babu. काटिन म के भनिस् भर्खरै बेड बाँधी छ कि जाम के तेरो घर जाने फेरि कति किलोमिटर टाढा हो भाइ अन्त फेरि कता पुग्नुपर्छ हामी यहाँदेखि फेरि पर्सिनी गएर मारिया जतिको बाटो छ यार। हिँड्नु अहिले घर आएर के खानु बरु घर आएर पानी मैले पर्समा राखेको जस्तो मान्थेँ कि मैले नि राखेको पैसा गयो मेरो नि गयो 1 रुपियाँ छैन। बेरोजगारहरू आउँछ त सस्ता बेरोजगारहरू पुरा पर्स खोलेको थियो। मम्मीले यो मेरो 200 रुपियाँ छुट्टै थियो हो। त्यहाँ के भन्छ अस्ति मामाले दिन माथेर कति अघि नभएको मम्मीलाई मम्मी म के भन्छ साथीसँग जाने घुम्न भनेको भने 500 रुपियाँ दिनु भएको थियो। 300 रुपियाँ खायो 200 रुपियाँ घरको चालले खुल्नु हो। अनि त्यही राखेँ मलाई भने लक्ष्मीमा चाहिँ यहाँ चाहिँ त्यही राखी मारेको मम्मीले अब ल्याउने बिर्सियो। हेर्नु पहिला सानो छोरो भएर हामी सिक्किममा राखेर बनाएको त्यो भिडियो काटेको छ। अनि दिदीले सुन घर दिदीले के कागज कागज भन्दैछ भने यो ब्लगर लगाउनु भने भोलि हालिदिन्छु यो लास्ट बेजत भयो यार। यो बाटो होइन धन्न त्यो बहिनी थियो नि कहाँ छ फुट्यो हामी पहिले यो बाटो गयौँ यो बाटो गयौँ यार थाहा छैन कता झुलुङ बुझ्नु अङ्कल यही बाटो हो नि 3-4 वर्ष अगाडि आएको त्यही भएर कन्फ्युजन गर्नुभयो कसरी खिच्छ अनि म भन्छु यसरी एउटा अङ्कल चिसा गर्नुभयो धन्न हामी अर्को बाटो जान्थ्यौँ यहाँबाट कहाँ पुग्थ्यौँ कहाँ पुग्थ्यौँ हामी त्यसपछि त कहाँ हो तर यो बाटो पनि लास्ट गएको थियो अहिले जो कटिङ गएको हल्का मात्र आज जे पनि अनएक्सपेक्टेड भइरहेको के द्याट इज अनएक्सपेक्टेड के भयो आज भोलिको दिन आफ्नो पनि गइदियो मैले पनि 10 रुपियाँको बोकेर आयो भने त होइन क्या थियो क्या मसँग यहाँनिर सुन्नु त अरे त्यही जुट्यो घरमा ल सक्कला यस्तो राम्रोसँग पुरै निलो लाएर आयो माथिदेखि तलसम्म
निलो मेरो फेभरेट कलर हो त्यही भएर ए यो अजुबाको पनि निलो फेरि फेभरेट कलर भाइको छोरी यस्तो चाहिँ पुरा म्याच भएर बेसमा बनायो हामीलाई यार आधी भाइ मिल्छ आधी फेरि मिल्दैन फेरि आधी कुनै मिल्दैन फेरि सब मिल्ने मान्छे कराएर योगेशको खडेरी लाग्छ यहाँ नि गाउँलाई यहाँ नि 0 रुपियाँको टुर कस्तो लागिरहेछ तपाईँ चाहिँ एकदमै एडभेन्चरस लागिरहेछ मलाई हामी वहाँ सिमरा गाउँदेखि माथि के हो यो के भन्छ यसलाई झुलिङ्गे पुलसम्म यात्रा चलिरहेको छ। अहिले चाहिँ हामी यहाँ ब्रेकको लागि रोकेका छौँ। अहिले चाहिँ हामी यहाँ शीतलमा आएर बसेको थियौँ यार। अब चाहिँ जाने बेला फेरि यहाँबाट नि हिँड्ने बेला भइसक्यो। मोबाइल तातेर मैले चाहिँ कभर फुगालिसकेको थिएँ। एकछिन यसको आइफोनबाट फोटो पनि खिच्यो। नामको मात्रै जे पनि एप्पल टोकिया साउको त लोगो छ नि। टोकिया साउको त लोगो छ यार। जे पनि हिँडौँ यहाँबाट नि कहाँसम्म पुगिन्छ अब आज खुट्टाले कहाँसम्म जब तक तेरे पाउ चलेंगे तब तक मेरा साइकल चलेगा भने जस्तै अब हिँडौँ यहाँबाट। अब कहाँ कहाँ पुगिन्छ आज लास्ट ठुलो बेचो बात मेरो यहाँ। अनि अर्को कुरो बेचो तोर्न लागि पनि हुनुपर्छ। जाम त अब जामलाई त्यसपछि सेकेन्ड ह्यान्ड एभेन्जर किनौँ ल। पहिले स्कुटी किन्ने होइन 11-12 नि 12 बजेर अब ब्याचलर सेकेन्ड इयर थर्ड इयरतिर एभेन्जर किनेर एभेन्जरमा जाने म। हार्ली डेभिडसन फेभरेट दुईटै ल। हिँड्ने हाम्रो प्लेन यहाँदेखि को पाइलट रमित र पाइलट योगेश मल्ल ओए कहाँनिर हट झुलिङ्गे पुल। ओए झुलिङ्गे पुल क्या झुलिङ्गे पुल। ओए झुलिङ्गे पुल छिन्यो हरायो होइन अलि माथि खडक छ त। धन्न हामीलाई त्यहाँ टुर जाँदाखेरि पदम सरले प्रधान भएको छ जुन हेर्छु बोलाउँछु भन्ने जाँदाखेरि ओए पानी छ पानी ओए पानी छ पानी यहाँ ओए पानी फाइनल्ली 1 किलोमिटर हिँडेपछि पानी बल्ल भेट्यो। के गर्ने उता पारिपुरी खडेरी छ माथि बस्छ कि टाढा रहेछ नि झुलिङ्गे पुल। तर खाने पानी भेटेन भने पाइप लिएर कहाँ हेरेर त्यो चार्ने होला नि त कतै जङ्गल हेर्न खाली थियो है साथमा जङ्गल माथि जामलाई पछि त्यहाँ पुल लिएर मैले फोटो खिचाउँला हाल्ने जाने कसरी भोलि खेल्न हान्ने केटाहरू उडेर जाने के छ र जस्ट इमेजिन हो कि त्यो रङबाट अट्याक गरेर के गर्छु म सबैले बुझ्दैछु तपाईँ चिन्ता नगरे म यसो आज बडी बिल्डर यो जङ्गल जस यहाँ चाहिँ वही हामीले त्यो चैतन भिडियोमा पनि भनिरहेको नि त्यतिर चाहिँ आउनुपर्छ राम्रो छ यो है। ल हामी अब हाम्रो गन्तव्यतिर लागिरहेछौँ। योगेश पुरै अरूको बारीमा पनि टक्कला साइकल चलाइदिरहेछ नि। यो कसको कुलोमा अझ कुलोमा आम राइडर गरिरहेछन्। वाउ झुलुङ्गे पुल यस्तो हुँदो रहेछ। म लोटे भने म जाके भने भाइ कोरियन टुरिस्ट भनेर तल पनि कहिले अरे त्यो बिचाराले मासुको लागि गाली गर्दै हाल्थ्यो को त्यो पाउने होला सायद। अनि पाउने त्यस्तो नराम्रो भन्न खोजेन फेरि हामीले भन्नाले अब त्यो हेर्दै त्यस्तो थियो। त्यो मान्छेलाई पनि अब के भएर रिस उठिरहेको होला पहिलादेखि हुन्छ नि कि नपुगेर रिस उठिरहेको थियो फेरि अर्को आएर खान थाल्यो। अब त्यो भन्दा नि हल्का भयो फेरि माफी माग्यो नि त त्यसले। सरी म चाहिँ नेपालीहरूबाट माफी माग्छु। तपाईँ के भन्छ अरे लस्ट के अरे सिउको कि जिउको यस्तै के छ त्यहाँको म चाहिँ माफी माग्छु। अब मेरो स्पेसिसमा पर्दैन दिने पनि ल ल जे होस् फाइनल झोलुङ्गे बेला आइपुग्यो। रमेश दौडिने कोसिस गर्दै म लोटेँ भने मोबाइल नाफा साह्रै नलोटेस् है। ओ माइ गड खतराको के अरे खतराको खेलाडी फर्स्ट टाइम हो। जलास जलास तल म गइजाम। ओए रमेश म गएँ म घर
के हो यस्तो हल्लिरह्यो त लास्टै उता अर्को ब्लगर मगर ब्लगर मल्ल ब्लगर ए भगवान ओयो ओए के भइरहेछ यहाँ अलि त नखस्यो भने पुल फेरि मलाई चाहिँ हाइटदेखि लास्ट डर लाग्छ मलाई हाइटदेखि डराउने फोबिया छ मलाई चाहिँ त्यो गरौँ त्यस्तो धेरै हाइटवाला ठाउँमा चढ्न मलाई मन पराएन यो त त्यस्तो छैन कि भन्नाले हामी 9 क्लासमा गएको थियौँ नि रमेश पिकनिक के 9 क्लासको पिकनिक केबल कार ए त्यो त म भन्दिनँ बिचरा फोटो खिच्ने होला अब चाहिँ हामी फोटो खिच्छौँ फोटो खिचेर अब तल गएर फोटो खिचेर हामी भेटौँ है त हामी जामा म त जोस खतरनाक मान्छे हामी चाहिँ नडराएर हिँड्दैछौँ हामी चाहिँ मेरो खुट्टा काम छैन देखाउन पनि सक्छु मैले आफूले आफ्नो खुट्टा देखाएको छ तर यो पुल अलि त्यो निर्माण त्यो चाहिन्छ यसलाई यो राम्रो देखाइदिरहेको छु यो चाहिँ अलि हल्का धेरै लस्किने भयो मजा त लस्किने भएको कति मजा आउँछ हिँड्न सक्दैन तिमीहरू त्यही त जोस हेर्दैन हामी सेन्टरमा आइपुग्यौँ क्या यार कति लामो साइकल हान्नु लान्छ यार अरूले एक फेर यार यसमा साइकल चलाउनु बाट त्यो चलाउनु म त 9 क्लासमा पढ्दाखेरि नि मेरो साइकल चोरी भएको एउटा भाइले हामी चाहिँ ट्युसन पढाउँथ्यो हाम्रो भन्नाले 45 मिनट ट्युसन हुन्थ्यो कि एउटा पिरियड मात्रै हुन्थ्यो हामीले चाहिँ 1 सय रुपियाँ पढाउनु हुन्थ्यो मैले चाहिँ साइकल राखेँ मेरो लक थिएन साइकलको हाम्रो स्कुलको बाइक पार्किङ थियो भित्र त्यहीँ राखेँ सीसीटीभी क्यामेरा थियो त्यो भाइले थाहा पारिन्छ त्यो भाइले के गरेछ भन्दाखेरि आएछ साइकल चोरेर भागेछ धन्न कहाँबाट मैले फेरि साइकल चलाइरहेको थिएँ आज देखाएँ फेरि कुन दिन फेरि नाग पूर्णिमाको दिन बिहान त्यही ट्युसन आउँदाखेरि विश्वले उठाएर गर्दाखेरि विश्वको घरमा सर्व देख्यौँ हामीले त्यही भएर नि साइकल भेट्यो हाम्रो अनि त्यस पछाडि सिस्टिभ हेरिरहेको थियौँ पछि बर्दानले पो साइकल लिएर आउनु थाल्देखि पछि इन्भेस्टिगेसन गर्दा त लास्टमा देखे यसले चार्न लाग्यो पनि यही लास्टमा फेरि बर्दानले एक झापड हाने नि बिचारा अनि हो त भन्नाले भाइको गल्ती नि हो मेरो एकतर्फबाट मेरो गल्ती मान्छ नि त फेरि मैले लक्न लागेको थिएँ नि त त्यहाँदेखि एकचोटि लकमा बिर्सिनु मैले ट्युसन जाँदाखेरि अब 4 दिन हो कि 2 दिन त बाँकी छ अब सुजान पनि यो लापरवाही हेरेर यहाँ ढुङ्गा हाल्दै एउटा ढुङ्गा यस्तो चाहिँ नेपालको के अरे हाम्रो दाङको झिलुङ्गे पुल दाङमा झिलुङ्गे ए मात्रै हो कि अरू पनि छ यार हाम्रो एरियाको चाहिँ पर्सिने दाङको चाहिँ ए मात्रै हो वडा नम्बर 6 जस झुलुङ्गेमा आइए दोस्रो पटक पनि पुरानो भ्लगमा चाहिँ हामीले क्यामेरा राख्नु पुरा नजाने बाटो पनि त्यस्तै होला राम्रो बनाएको थिएन त्यसरी खिचेर अझ हाम्रो चाहिँ प्लान त्यहाँ जाने बनिरहेछ हेर बाटो छ कि नै बाटो खोज्छ हामीलाई ओए यो चप्पल चिप्लिन जाएर मेरो त्यता अलिअलि जान्छ होला त यहाँबाट तल अलिअलिबाट ट्राई गरौँ न पहिला नै आलीमा होइन त कोली गाली गर्थ्यो र खतरा छ यार लोकेसन त यहाँ होइन जङ्गलतिर यहाँ मेरो फोटो खिच्दिनु लाग्यो फोटो खिच्न लाग्छ मेरो चाहिँ यहाँ चाहिँ सुती फोटो खिच्यौँ हामीले चाहिँ सुती फोटो खिचेपछि अब यहाँ चाहिँ जे अब घरतिर जाने प्लान बन्दैछ हाम्रो घरतिर जाने कता जाने अब घर जाने यहाँ आएर चाहिँ यतातिर यो लोकेसन अब फोटो खिच्छ हामीले चाहिँ राम्रो आयो फोटो चाहिँ अब यो लोकेसनमा हामीले 1K पुगेपछि यो लोकेसन हामी पिकनिक खान आउँछौँ यही लोकेसन शिशिरको घर नजिकतिर जाम ऊ रमितको त्यो चुलिने साथीले यहाँ चाहिँ साथीले छोडेर गएर चाहिँ गुडिया एउटा अलि उठेर चाराकै भालले हामीलाई ओए साँच्ची पुरो नयाँ छ त यार यो त कुल छोडेर गयो यो त्यो सुनौ न हामी के देख्यौँ हामीले थाहा छैन त्यहाँ शीतल आएर अहिले पानीमा खुट्टा हालिस् त आमा के पानी खान पानी हुन्थ्यो तर यस्तो फोहोर छ यार पानी खायो भने म धेरै बाँचेँ 2-3 दिन बाँच्नु त्योभन्दा बढी बाँच्दैन म इरिगेसन चाहिँ बाहिर हामी चाहिँ अब चाहिँ पिजोडमा आइपुगेका छौँ बिस्तारै बिस्तारै अब हाम्रो गन्तव्यतिर आउँदैछौँ टोपमा छ बिचको स्कुलबाट
Joder, क्या त्यो तिर्खाला आएछ तिर्खाला त्यो गिरीको घरमा खाने पानी अनको स्वरमा त नि हुन्छ त्यो गाडी त्यही त हो र हेलो हेलो मजा दिँदैन ज्यादा खेती गर्ने साह्रै छ त्यो आदि त दुईवटा टिकटक बनाएर चाहिँ बिचारा केटीहरूलाई भेट बस्ने यति चल्छ साथी कि त्यही चल खण्डन चलाउला लागौँ के भन्छ के भने सुनिँदैन यहाँ काट्दैन हेर्नु कट सिन्युटी त्यो त काट के हो त्यो ए जान्न त सर आइगो घर जान्न म गएर अरू कोही छैनन् किन मान्छे भने त्यो होटलमा चाहिँ लगाएको ए फाइनल तल त आइपुग्यौँ हामी तर साथीको घरहरू पानी खाउँला भने त्यो साथीको घर पनि कोही पनि भेट्दैन त्यहाँबाट फर्केर त्यहाँ तलदेखि अहिले फेरि फोटो खिच्न हामीले कहाँ लग्ने लोकेसनमा फेरि जिब्रो सुकिसक्यो मान्छेको यहाँ पनि घरबाट आज 1 लिटर आज 1 लिटर यहाँनिर हो तिमीले अनि तल चाहिँ कहाँ जानु पर्यो फेरि आज पानी खान पाइँदैन भन्नाले पानी खान नपाएर आज फुक पनि छैन क्या निनलाई अब चाहिँ फाइनल्ली हामी चाहिँ अब घरतिर जानलाई फाइनल्ली आम लाग्यो दाइ फेरि पछि आमलाई यार आज कति ढिलो यार अनएक्सपेक्टेड एकदम रमेशलाई घर छोड्न आउने भनेको खासमा चाहिँ गयौँ झुलुङ्गे पुल फेरि यसलाई घरमा चाहिँ पानी खाने विचार थियो शिशिरको घर पानी खाने विचार शिशिर घरै रहन्छ त्यसो कोही पनि थिएन त्यहाँ घर अनि चाहिँ फोटो खिच्न आयौँ दुईवटा फोटो खिच्यौँ घरतिर जानलाई अब चाहिँ घर भ्लग छ किनभने अब म हिटी गरिदिन्छु सायद भ्लग सो अन्तिम समय हेरेकोमा धेरै धेरै धन्यवाद म गुराँस फुल टिप्न जान्ला त भनेको थिएँ लास्टमा के गर्ने अब बुके त्यो बनाएको थियौँ नि हामीले डुप्लिकेट बुके त्यही देखाइदिनु गुराँस त होइन बरु यो चाहिँ सो अन्तिम समय हेरेकोमा धेरै धेरै धन्यवाद है यस्तै एडभेन्चरस अनएक्सपेक्टेड भ्लग हेर्नको लागि मेरो च्यानल सब्सक्राइब गर्नु होला यो भिडियो लाइक कमेन्ट सेयर गर्नु होला ल साथसाथै भिडियो अन्तिमसम्म अरू भिडियो पनि हेर्दैन ओके बाई अनि योसँग अरू भिडियो चाहिन्छ भने कमेन्ट पनि लेख्नु होला किनकि यही हो अनएक्सपेक्टेड काम गर्ने यही हो ल ओके यस्तो झ्याप गराएको त ल